हामी सबैको व्यक्तित्वमा निखारता ल्याउँदै समय सान्दर्भिक कुराहरूलाई कसरी अगाडि बढाउन सकिन्छ, यसरी हामीमा भएका सबै कमी कमजोरीहरूलाई औल्याउँदै कसरी अगाडि बढ्न सकिन्छ भनेर यहाँहरूले जुन हामीलाई योगदान दिनुभयो त्यो योगदान एकदमै अविस्मरणीय रहनेछ र आगामी दिनहरुमा यसलाई आत्मसात गर्दै हामी अगाडि बढ्नेछौँ। खासै धेरै कुराहरू त केही छैन, आफूले सिक्ने हो। यस सिकाइलाई जिन्दगी एउटा सिकाइ हो। यो सिकाइलाई अविरत सिक्ने क्रममा आज हामी यहाँ उपस्थित भएर अब बाँकी साथीहरू सबै साथीहरूले आफूले जीवनमा भएका सकारात्मक परिवर्तनहरूका बारेमा उल्लेखनीय भूमिका रहेको यस इजी टक्सको भन्दै व्याख्या गर्दै गइसक्नु भएको छ। त्यसैगरी ममा पनि धेरै परिवर्तनहरू आएको छ। यस परिवर्तनहरूलाई म आगामी दिनहरूमा निरन्तरताका साथ अगाडि बढाउँदै आफूलाई एउटा फेरि पनि महान वक्ताको रूपमा प्रस्तुत गर्नेछु भन्ने भनाइलाई राख्दै यहाँहरू सबैको दिन शुभ रहोस्। धेरै धन्यवाद। इजी टक्स, अब खुलेर बोल्ने पालो तपाईको।